यो चाहिँ हाम्रो गाउँघरको भाषामा चाहिँ चिन्ता राखेको भनिन्छ है। चिन्ता पनि दुई खालको हुन्छ, एउटा चाहिँ साधारण चिन्ता भनिन्छ र यो चाहिँ ठुलो खालको चिन्ता हो है। यो चाहिँ जति दाजुभाइ छ आफ्नो हाडनाताको सबै मिलेर एउटा सेन्टर घरमा राखेर चाहिँ यसरी यो चिन्ता राखिन्छ। सबैजना मिलेर चाहिँ पैसा चामल जाँडसी के हुन्छ उठाएर यसरी राखिन्छ र यति बेला चाहिँ झाँक्री चाहिँ धामी चाहिँ यसरी बेहोस हुन्छ यो टाइममा। अनि यस्तो बेला चाहिँ जमिन छुवाउनु हुँदैन, यदि जमिन छुवायो भने धामी नफर्किने यत्तिकै बेहोस भएर मृत्यु पनि हुने भन्ने पनि छ भनाइ। त्यही भएर यतिखेर चाहिँ सचेत भएर माथि झुन्डाएर उसको कानमा सुई सुई सुसुला पारेर भए पनि धामीलाई चाहिँ फिर्ता गर्नुपर्छ भनेर यसरी सबैले गरिरहेछ है। अब धामी फिर्ता आयो र यो बेला चाहिँ किन राखिन्छ भने दाजुभाइमा अथवा घर गृहस्थीमा अलिकति अशान्ति भयो भने राखिन्छ सबैजना मिलेर। र यो चाहिँ ढोल बाँधेकोलाई यो भर्याङ भनिन्छ। यो सात तल भर्याङ माथि हुन्छ, यहाँबाट चाहिँ झाँक्री चाहिँ आफ्नो बखानले माथि स्वर्ग पुग्छ भन्ने भनाइ पनि छ। यतिखेर चाहिँ सबै चाहिँ आफ्नो देश परदेशमा रहेका दाजुभाइ, हिमाल पहाड तराई भएका छोरीचेली सबैलाई बोलाइन्छ र गाउँघरको सबैजना यहाँ आएर चाहिँ आफ्नो दशग्रहलाई चाहिँ थाल्ने गरिन्छ है। यहाँ कटेर भित्रतिर पनि यहाँ लाग्दै हुनुहुन्छ हो। म तपाईँहरूलाई अब थानमा लाँदैछु है। मेघा निन्द्रा लागिसक्यो मेघालाई। ल यो चाहिँ मेरो छोरी हो। रिसाइसक्यो अपडेट गरिराख्छु। यहाँ ठुले भाइ छुट्टीमा आउनुभएको, उहाँ चाहिँ भाइ चिन्तक्कै लाग्यो भनेर विशेष गरी तपाईँहरू लाइभमा जोडिराख्नु भएको छ। धेरै धेरै